Hello, good morning everyone. Welcome back to my channel after long time है आज चाहिँ मैले भ्लग बनाउँछु है गाइज। आज चाहिँ मैले कम्प्लिट गराउँछु ल भ्लग। सधैँ मैले भ्लग बनाइरहेको हुन्छु तर सबै इन्कम्प्लिट आधा आधामै मैले छोडिदिन्छु, त्यही भएर। तर आज चाहिँ म भ्लग बनाउँछु। आज त राम्री देखेछु त, किन हो यस्तो? यति धेरै गर्मी बढेछ नि गाइज। हे भगवान, आज चाहिँ वाउ, मेरो कपाल घुम्नु बोकेर हिँड्दा रहेछ क्या। मेरो कपाल यस्तो राम्रो देखिरहेछ क्या आज। कहिले काहीँ आफूलाई राम्री लाग्दैन शेर्पा? कहिले काहीँ आफूलाई राम्री लाग्दैन? कति ऐना हेर्न मन लाग्छ नि। तपाईँहरूलाई त्यस्तो हुन्छ कि हुँदैन? मलाई चाहिँ हुन्छ है। आज चाहिँ म आफूले राम्री लागिरहेछ क्या। अरूले राम्रो लागोस् नलागोस् मलाई बाल भएन होइन, आफूले राम्रो लागिरहेछ क्या। यतिको सेल्फ लभ चाहिँ हुनुपर्छ है। जे नै भए पनि आफूले माया गर्नु चाहिँ पर्छ है। आफूभन्दा अरूलाई धेरै इम्पोर्टेन्ट दिन चाहिँ हुँदैन है लाइफमा गाइज। यो चाहिँ मैले के भन्ने सिकेको कुरा। सक्दिन कि भुल्न। अब चाहिँ रेडी भयो। किन रेडी भएको भन्दा अब चाहिँ क्लास जानुपर्छ। बिहानको 7:20 भयो होइन। पानी पनि परिरहेको छ, त्यही भएर हामी चाहिँ अब हायामे नि निस्किन पऱ्यो है गाइज। यो चाहिँ मेरो संसारको सबैभन्दा बेस्ट प्लेस हो। अब यो यहाँ आइपुग्ने फेरि भरे 9 बजी हो गाइज। आज गएको सकेर डाइरेक्ट काम गएर अनि काम सकेर घर आउने। त्यो तिनजेलसम्म हेर्दै गर्नु होला। हामी घरबाट निस्केको अवस्था पानी परेर यस्तो भइरह। इल्लै पानी पर्छ गाइज। अनि आजभोलि त हुन त आजभोलि बर्खायाम पनि हो नि त, त्यही भएर पनि पानी परेको होला। तर गएको जान चाहिँ झ्याउने रहेछ क्या पानी पर्दा। बाटो यस्तो डेन्जर बबाल छ हेर्नु त, कति धेरै गाडी आएको हौ। बाटो काट्न चाहन्छु म। ओहायो हेर न, मेरो ब्लगमा वेलकम छ। यो बाटोमा होइन, एउटा बेलुकामा चट्ट बोयफ्रेन्डसँग हात समाएर हिँड्ने भनेको सपनै हुने भयो। ओके, यस्तो राम्रो छ। सोच त, इमेजिन गर त यो बाटोमा बेलुका हात समाउँदै आइसक्रिम खाँदै। अनि सिङ्गल भएपछि यस्तै सोच्दो रहेछ क्या। हेर न नि यस्तो बबाल छ। अनि है ल अहिले चाहिँ घाम लाग्यो फेरि है। बिहान त कस्तो पानी परेर भरे पनि पानी पर्छ फेरि। यस्तो छ है वातावरण वरिपरिको। वाउ, कस्तो हुँदैछ त नि पढाइ? गएको बुझ्दैन? बुझिन्छ, बिस्तारै बुझिन्छ के। अनि हामीलाई त बुझ्ने 1 वर्ष लाग्यो। अनि हाम्रो इचिनेन्सेको भाइ भनौँ कि के भनौँ? आरु जस्तो छ है। आरु नै हो नि। हेरेर चित्त बुझाऊ। मैले कहिले कस्तो यस्तो भ्लग बनाउँछु अनि आज बनाएको के कस्तो राम्रो छ है। युट्युबमा केमा हाल्छु त नि।
मेरो सब्सक्राइब गर ल च्यानल रविना गुरुङ छ है तपाईँहरूले नि सब्सक्राइब गरिदिनु होला के चाहिँ किरोको हामी त जिसिसकेर बस्छौँ चिलमा तिमीहरू मेहनत गर ल ओहायो गोजाइमास हाम्रो गएको लिफ्ट कति सानो लिफ्ट हो भने अलि ठुलो लिफ्ट आयो यस्तो गर्मी छ अनि यतिको फ्यान त लिनु परिहाल्यो नि होइन ठिक छ फाइनली फेरि यु क्यान सब्सक्राइब गरिदिनु होला च्यानललाई चाहिँ सबै च्यानलले माया गरिदिनु होला लाइक सब्सक्राइब गर्नु होला लाइक सेयर र सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला म जस्तो राम्रो देख्नु हुँदैन त्यो भएर चाहिँ सब्सक्राइब गर्नु होला उसले पनि मलाई कहिलेकाहीँ मात्रै राख्छ धेरैजनाले सब्सक्राइब गर्यो भने सधैँभरि मेरो भ्लगमा त्यसलाई जोइन गर्छु तुच्च देखाउँछु भनेको छ केटाको टोइलेट अगाडि बसेर तर मलाई चाहिँ एकदम गाह्रो भएको बेला म यता पनि जान्छु कि कहिलेकाहीँ चाहिँ हामी के भनेको जान्छु त अनि थाहा छैन बेलामा टाइममा यता प्याक भएको बेला जान्छु नि त अनि कहिलेकाहीँ त्यता त के हो कि यता चाहिँ किन जानु त्यता चाहिँ बरु जाँदिनँ अब योसँग पनि जान्छु होला कस्तो यो मान्छे लास्टै हाउडे छ है गाई चाहिँ 1 नम्बरको हाउडे इदेश हो यो दक्षिण फुतारी तोमो दक्षिण खाली फेमस खाइको परेर यो के हो मान्छे चाहिँ खाइको परे यस्तो पेटमा हाल्ने यो पढ्नु परे कस्तो अनुभव लागिरहेको छ त नि यस्तो पढ्न पाउँदा कस्तो भन्ने अनुभव बताउनु न कहाँबाट हाल्छ खाना चाहिँ कहाँबाट हाल्छ त्यसलाई के भन्छ त बहिनी पर्स चाहिँ यस्तो बवाल छ है यो भित्र पैसा चाहिँ कति छ होला है यो पर्सको प्राइस सुन्ने हो कति हो पैसा बोक्ने मान्छेको नि देऊ न अहिले त्यो त अहिले देखाउँछ कि पहिला यो पर्सको प्राइस चाहिँ सुनौँ यो पर्सको प्राइस होइन गाइस पैसा भाग्यो नि त नि पैसा बोक्ने मान्छेको अनि शेर्पा प्राइस सुन्यो भने होइन 12,000 साँच्चै हो क्या अनि हेर न कोर्स भनेर छ अनि न्यू इयर ब्रान्ड अनि 12,000 को पर्समा पैसा कति छ हेर्छु नि नेपाली पैसा हालिने त 1000 रुपियाँ मात्र रहेछ यस्तो बेचत त नगर्नु छ यो त पर्सकै उस भयो के बेचत भयो कि कार्ड छ नि त यहाँ सबै यही कार्ड घोट्ने हो म सहारा भन्न सकु कठिन समय आमा बुवाको चित्त दुखाइ र पीडा मौनतामा बुझ्न सक्यो जसरी भए पनि यसमा त फोटो पो कस्तो दामी निस्यो नि अनि आँखै बन्द गरिरहेको छ अनि मेरो गालामा मासु छैन अरे यो चाहिँ के पाउरोटी कन्टेन्ट पाइगयो एउटा खै त म सानो देख्दिन त अब युट्युबरहरूलाई जे पनि कन्टेन्टै हुन्छ गाइस गएको सकेर अब घर फर्किँदै गरेको अवस्था अनि ट्रेन चढ्नलाई दौडेको म चाहिँ भेट्ने भयो आज नि यो ट्रेन भेट्यो भने चाहिँ चाँडै पुगिन्छ त्यही भएर यो ट्रेन चढ्नलाई म कुद्छु मेरो साथी आउँदैछ त्यताबाट ओके गाइस फाइनली हामी अब काम जाने बाटो आइसक्यौँ मैले बिहानै भनेको थियो आज डाइरेक्ट काम छ भनेर त्यही भएर अब चाहिँ हामी काम जाँदैछौँ हिँड्दै कस्तो राम्रो खुलेको है अहिले चाहिँ वेदर वाउ हेर्नु त यस्तो भ्यू छ गर्मी चाहिँ फेरि त्यस्तै छ फेरि च्याप 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 पर्ने टाइपको
यहाँ त बारी रहेछ कोदो फुल्यो बारीमा यताबाट गाडी आयो भने मलाई हान्छ है शेर्पा थाक्यो नि गाइस यस्तै छ है जापानको लाइफ न फ्री न के है के यत्तिकै काम पनि छैन फुर्सद नि छैन काम भन्यो भने 3 घन्टा काम हेर्नु आज 6 बजेदेखि 9 बजीसम्म अनि फेरि हाम्रो चाहिँ कलेजको टाइम एकदम लामो हुन्छ क्या त्यही भएर हो यहाँतिर चाहिँ खेती पनि गर्छ है बाजेहरूले यहाँ उस पनि गरे हाम्रो खाइसा चाहिँ अलिकति अगाडि छ यता गाडी सिक्ने ठाउँ पनि छ पछि शेर्पा र मैले त्यहाँ गाडी सिकेर गाडी चलाउँछौँ त्यो पनि देखाउँछौँ हामी त्यो हेर्नलाई चाहिँ 1-2 वर्ष कुर्नुपर्छ होला यो चाहिँ हाम्रो कम्पनी है कस्तो राम्रो छ है कस्तो राम्रो हो देखेको नि काम यो बेलुका पाखामा र बिहान पाखामा एकदम राम्रो छ नि यहाँ कति आना जग्गा होला गाइस जग्गा चाहियो भने सम्पर्क गर्न सक्नुहुन्छ है नदेखेको जस्तो गरे को आएको हाम्रो बुढी शेर्पा थाहा नि केही हुनु हाम्रै कम्पनीको चाहियो बता त म के भन्छ यसलाई किङ खान भन्छ क्या अच्छा हामी चाहिँ अब आइपुगेको अवस्था आजको भ्लग चाहिँ मेरो यतिमै सकिन्छ भरे अब निस्किँदाखेरि एकदम लेट भइसकेको हुन्छ यहाँ चुरोट खाने मर्दैन के त्यति के बिति ज्यानको माया लागेको हौ भने अब चाहिँ यहाँबाट हात धोएर भित्र काममा बस्छौँ ओके गाइस मेरो हालत यस्तो हुन्छ थाक्यो अहिले चाहिँ यहाँ रातिको 10 ठ्याक्कै 10 बजिरहेको रहेछ क्या 10 बजे होइन अब खाना साथीले खाना पकाइरहेको छ आज मलाई लास्ट थाकेर केही बनाउने जागर छैन अब खाना खाएर फेरि यो भ्लग एडिट गरेर आजै हाल्छु भनेको अनि फेरि भोलि इक्जाम छ फेरि मेरो भोलि इक्जाम पनि छ त्यो सबै गरेर बल्ल सुतिन्छु होला त्यही भएर म चाहिँ अहिले चाहिँ भ्लग एन्ड गर्न मात्रै आएको है ओके गाइज थ्याङ्क यू फर वाचिङ माई भिडियो अब फेरि भोलिको भ्लगमा भेटौँला है त थ्याङ्क यू फर वाचिङ